आज चाहिँ हामी एकदमै हाम्रो नेपालको एकदम दुर्लभ ठाउँमा आएको छौँ घुम्नलाई होइन। तपाईहरुले यो म दृश्यहरू विभिन्न ठाउँमा देखाउन गइरहेको छु। आउनुहोस् अगाडिको दृश्य हेर्न। यो चाहिँ हाम्रो 2014 सालमा बनेको पुल हो र अहिलेको समयमा भन्नुहुन्छ भने निकै कठिन कस्तो अवस्थामा भइसकेको छ है साथीहरू। तपाईहरुले देख्न सक्नुहुन्छ र आजभन्दा कयौँ वर्ष अगाडि त यो पुल राम्रो भएको थियो र अगाडि हाम्रो झरना पनि राम्रो भएको छ। आज तपाईलाई यो दृश्य पनि देखाउँछु। तपाईले त्यो नजारा पनि देख्न सक्नुहुन्छ। एकदमै दुर्लभ र एकदमै खतरनाक रहेको छ। तपाईले यसको साउन्डै सुनेर पनि एकदम फिल गर्न सक्नुहुन्छ मजाको। र तपाईले तल पनि देख्न सक्नुहुन्छ। यहाँदेखि पानी कहाँदेखि छिरेर जान्छ भने थाहा पाउन सक्नुहुन्न तपाईहरुले। योभन्दा अगाडि चाहिँ हामी जान सक्दैनौँ किनभने योभन्दा अगाडि पुल टुटेको छ है साथीहरू। ल